2 दिनलाई मात्रै हो, धेरै दिनलाई होइन। 2 दिनका लागि पर्सि र निपर्सि भनेको छौ। त्यो तपाईँले सुन्नु न, एउटा यसो छ कि साथीहरू, कुरा गर्दाखेरि चपाएर कुरा गर्नु हुँदैन क्या। क्लियर कुरा गर्नुहोस्। बढाउने भने कति बढाउने त? कति बढाउने? 10%? 20वटा सिलिन्डर? द्याट डजन्ट ह्याभ एनी सेन्स। त्योसँग मिनिङै छैन दोबर गर्ने कुरा। अब हामीले कम्पनीबाट ग्यास पाउँदैनौँ, कम्पनी गाडीले कम्पनीको डिलरमा कहिले पनि ग्यास टुटेकै हुँदैन। ग्यास त हामीले पनि पाए त कस्टमर लगेर दिन त हामीलाई पनि रहर छ नि त सर। व्यवसाय गरेर बसेको मान्छेले त रहर त होला नि त। अब उहाँहरू भन्नुहुन्छ ग्यास छ, ग्यास गयो त गयो कहाँ। अब हामी किचन छिर्छौँ र व्यक्तिकोमा पनि सूचना लिएर चाहिँ सूचनाका आधारमा हामी छिर्छौँ र त्यहाँ आवश्यकभन्दा बढी चाहिँ ग्यास छ भने अब किचनमा नगएसम्म यो समस्या समाधान हुने देखिएन। तपाईँको अहिलेसम्मको कुरा हेर्दाखेरि त्यो भए हुनाले हाम्रो अनुगमन टोली चाहिँ अब भोलिदेखि 2-3 दिनको यो उसमा चाहिँ सहायक सरले एकचोटि गर्न पर्यो। हिसाबले त्यो तपाईँको टोलीलाई पनि गरिदिनुहोस्। एकदमै सम्झाउ उहाँलाई, एकदम भद्रतापूर्वक विनम्रतापूर्वक निवेदन गरेर कसरी ग्यास चलाउनु भएको छ त, ग्यासको सेफ्टीको कुरा के हो लगायतका कुरा हेर्ने गरी हामी किचनमा छिर्छौँ। एउटा कुरा चाहिँ आज निर्णय त्यो हुन्छ। घरमा चाहिँ 5वटा सिलिन्डर सबैले भरिदिएपछि आम उपभोक्ताहरू दसैँसम्मलाई घर पुर्याउनु पऱ्यो। हामी त दसैँ तिहार त राम्रो मान्नु पऱ्यो होइन। दसैँसम्मलाई सिलिन्डर राखिसक्नु भएको, कति लाइनमा बस्नेहरूलाई त्यो चाहिँ एकदम चाहिँ जरुरी छ कि हामीलाई आपूर्तिकै समस्या छ हामीलाई सोध्नुहुन्छ भने, किनभने हिजोको रेसियोमा हामीले पाइरहेका छैनौँ। जब डिलरले आफू खुसी बेच्नुहुन्छ अथवा आफूले नै बेच्नुहुन्छ त्यति बेलासम्म यो समस्या यथावतै रहन्छ जतिसुकै आए पनि। र उहाँले के चिन्नु हुँदैन भन्दा ग्रास लेभलमा को उपभोक्ता मेरा हुन् अथवा को अर्काका मान्ने पनि चिन्नु हुँदैन। एकजना व्यक्ति कतिजनासँग गएर चाहिँ सिलिन्डर मागेको छ त्यो रेकर्ड त मसँग छ नि होइन। यो त एउटा कस्तो भयो भने डिलरले डिस्ट्रिब्युटरले आफै घरबाट बेचिदिएको छ, डिलर कहाँ ग्यास पुगेको छैन, अनि त्यस्तो डिस्ट्रिब्युटर कहाँ ऊ सिलिन्डर लिएर जताततै पुगिदिएको छ के। 5वटा सिलिन्डर 5 ठाउँ लगेर छोडिदिएपछि त दसैँसँगलाई तिहारसँगलाई उसलाई पुग्यो। ड्युज क्लियर भएको छैन भन्ने नाममा डिलरमा ग्यास अहिले चाहिँ नरोक्नुहोस् है। बरु त्यस्तो छ भने पछि तपाईँको चाहिँ असुलुपर गर्न हामी सहयोग गर्छौँ। अहिले यो बेलामा चाहिँ प्लिज त्यो ड्यु बाँकी छ भन्ने नाममा यही हो बेला भनेर चाहिँ त्यो मौकाको फाइदा उठाउने गरी त्यो ग्यास उद्योगको साथीहरूले चाहिँ कमसेकम केही समयलाई चाहिँ नगर्नु होला। त्यो उठाउने जिम्मा लिनु पऱ्यो भने हामी पछि लिन्छौँ। फेरि पनि 7.1 मा जान्छ कि फेरि आधा सिलिन्डर हुन्छ कि भन्ने त्यो पनि डर छ। त्यसले गर्दा पनि फुल पाएको छ म लिइहालौँ है, मेरो जति खाली सिलिन्डर छ फुल पाएको छ म लिइहालौँ। त्यो कारणले गर्दाखेरि अलिकति आतङ्कित र म एउटा निश्चिन्त हुन कस्टमरहरूले के अनुरोध गर्छु भने अब 7.1 मा जाँदैन, सम्भावनै छैन 7बाट जानमा। किनभने 7.1 मा गएको कारणले गर्दा यो अवस्था आयो। फेरि 7.1 मा गयो भने फेल भइसक्यो। अब त्यो सीमित अवधिलाई गर्नुपर्थ्यो कि 70.1 गर्नुपर्ने 7.1 गर्नुपर्ने अवस्था थियो, तर ओन्ली 15 डेजको लागि गर्नुपर्थ्यो। त्यो लामो भइदिएछ, 2 लगभग 3 महिना चैत वैशाख 4 महिना भयो। त्यो 15 डेजको लागि गरिदिएको फेरि 1 महिना लागि गरिदिएको भए यो अवस्था आउने थिएन। अब यो 4 महिना भएको कारणले गर्दाखेरि अलिकति आयात नेपालमा जति आउनुपर्ने ग्यास कम आएकोले गर्दा अलिकति आतङ्कित भएको। त्यस कारण ग्यास पुरा आउँछ र हाफ सिलिन्डर पनि हुँदैन। र एउटा कुरा सहायक सिडु साहबले भन्नुभएको छ, अलिकति वितरण प्रणालीमा चाहिँ थोरै फरक पर्न गएको हो। कसरी फरक पर्यो भने उहाँहरूले ग्यास लानुहुन्छ, उहाँहरू गोदाममा पुग्ने बित्तिकै त्यहाँको वरिपरि कस्टमर आउने अनि मलाई ग्यास दिनुपर्छ भने झगडा गर्ने। अब उहाँहरूको बाध्यता थियो, त्यहीँबाट दिनुपर्ने बाध्यता भयो उहाँहरूले। र यो वितरण प्रणाली चाहिँ परिवर्तन गर्नुपर्ने सहायक सरले भनेअनुसार परिवर्तन गर्नुपर्ने अवस्था छ। अब हामीले कस्टमरले के भन्नुपर्छ भने तपाईँहरूले पहिला जहाँबाट ग्यास लिनुभएको थियो तपाईँहरूले त्यहीँ ग्यास लिनुहोस्। जे बिग्छ त्यही बोल्छ सिडिओ भनेर चाहिने नचाहिने कुरा लेख्नु भएको छ। यो चाहिँ बजाइदिनुहोस् तपाईँहरूले। महेश सापकोटाजीको स्ट्याटस हेरेँ मैले चुनौतीका हिसाबले बोलिरहेको कुरा हो। बाबा आम रूपमा बजारमा सबै ठाउँ पुग्न सकिएको छैन अलग कुरा, तर 6वटा क्याटेगोरीले ग्यास भएन भने आउनुहोस् भन्दा हामीले राति 10 बजेसम्म ग्यास त पुऱ्याएकै छौँ त, कनेक्ट हामीले गराएकै छौँ। जिल्ला प्रशासन कार्यालयको टोल फ्री नम्बर अथवा प्रमुख जिल्ला अधिकारीको नम्बरमा मेरो फोन नउठ्न सक्छ। जस्तो अहिले फोनमा तपाईँहरूसँग अहिले मिटिङमा बसिरहेको छु, फोन अहिले फोन उठ्दैन, यो बिचमा फोन नउठेको होला। त्यस्तो अवस्था बाहेक हामीलाई सम्पर्क गर्ने मान्छेलाई मैले दावाका साथ भन्छु त्यो स्ट्याटस लेख्ने महेशजीलाई यति कुरा चाहिँ त्यहीँ हालिदेऊ भाइ कि त्यो भनिदिए पनि हुन्छ। हामीले 100% जो हामीलाई सम्पर्क गर्नुभएको छ उहाँलाई हामीले निराश बनाएका छैनौँ। तपाईँहरूकै सम्पर्कमा तपाईँहरूकै समन्वयमा आएर हामीले चाहिँ त्यो ग्यासको चाहिँ उपभोक्ताको तहको ग्यास हामीले पुऱ्याएका छौँ। एकल महिला, ज्येष्ठ नागरिक, त्यसपछि गएर अपाङ्गता भएका व्यक्ति, होस्टलमा बस्ने विद्यार्थी, आश्रम र दीर्घ रोगी, यो 6वटा क्याटेगोरीलाई मैले फेरि पनि जोड दिएर भन्न चाहन्छु। उहाँहरूलाई ग्यासको कारणले गर्दा उहाँ चाहिँ समस्यामा हुनुहुन्छ भने हामीलाई भन्नुहोस्, लिन सक्नुहुन्छ नजिकको डिलरसँग पुग्नुहोस्, नजिकको आफ्नो विक्रेतासँग
सक्नुहुन्न हामीसँग सहयोग माग्नुभयो भने जस्तो अपाङ्गता भएका व्यक्तिलाई घरै पुर्याउन पनि हामी तयार छौँ। म प्रमुख जिल्ला अधिकारी बोलेको हो, मेरो जिम्मेवारी के हो, मैले बोलेपछि के गर्नुपर्छ भन्ने कुरा म सचेत छु। हावादारी तरिकाले बोलिरहेको छैन, यतिको प्लेटफर्ममा बाहिर गइरहेछ, साथीहरूले रेकर्ड गर्नुभएको छ। हामीले भनेका 6वटा क्याटेगोरीका साथीहरूलाई, त्यो मध्ये पनि दीर्घ रोगी र अपाङ्गता भएका व्यक्तिहरूलाई घरमा चाहिँ ग्यास लिन कति समस्या छ भने तपाईँको सहयोग लिनु पर्ला, अथवा हाम्रो सुरक्षाकर्मी जानु होला, जिल्ला प्रशासनकै टोली जाला, हामी घरमै पनि ग्यास पुर्याउँछौँ। तर कसैले पाउनु भएको छैन जिल्ला प्रशासन कार्यालयलाई यो 6वटा क्याटेगोरीको भने यो चाहिँ हाम्रो विनम्रतापूर्वक उहाँहरूलाई दाबी हो। वाहियात कुरा नलेखिदिनुहोस्, हामीले पुर्याएका छौँ, पुर्याउँछौँ। जिल्लाको प्रशासकीय प्रमुखले यति यो हिसाबको चाहिँ दावा गरिसकेपछि यहाँभन्दा बढी के बोल्नु पर्ला? एउटा कुरा अब तपाईँहरूले चाहिँ के अरे उद्योगी साथीहरूले लगभग मार्जिनल्ली अलिक कम भए पनि ग्यास पठाउनु भएको छ, डिलर साथीहरूकोमा पुगेको छ। अब माग अहिले अलिक बढी भयो, डिलरकोमा आउँदा बित्तिकै हर्र मान्छे आउँछन्, कहाँ चाहिँ सब डिलरसँग पुग्न सकिएन भन्ने कुरा छ। त्यसमा एउटा निर्णय चाहिँ के गरौँ भने कुनै पनि हालतमा दुईटा कुरा अघि मैले भने उद्योगबाट चाहिँ त्यो काउन्टर सेल कुनै हालतमा नहोस्। नम्बर 1, डिलर साथीहरूले डाइरेक्ट चाहिँ कस्टमरलाई चाहिँ ग्यास नदिनुहोस्, किनभने तपाईँको अघिल्लो महिना कति जान्थ्यो कुन उपभोक्ता कहाँ भन्ने त तपाईँलाई थाहा हुँदैन नि त। त्यो त के अरे सब डिलर अथवा त्यो पसलको साथीलाई नै थाहा हुन्छ। त्यसैले डिलर साथीहरूले कुनै पनि डिलरबाट डाइरेक्ट सेल नहोस्। सामान्य अब त देखिने व्यवहारिक थियो, 1-2वटा चाहिँ सिलिन्डर तपाईँले हिजो बोल्नु भएको छ, हिजोको प्रतिबद्धता पुरा गर्नको लागि त्यो भन्ने अवस्था बाहेक डिलर साथीहरूले त्यो डाइरेक्ट चाहिँ सेल गरेर नजानुहोस्, तपाईँ सब डिलर मार्फतै जाने हो। अनि नागरिकलाई हामीले आग्रह चाहिँ के गर्छौँ भने तपाईँहरूले पनि भनिदिनु पऱ्यो, हिजो जहाँबाट लिनुभएको थियो त्यहीँबाट चाहिँ नाम टिपाउनुहोस्, चाहिँ सम्पर्क गर्नुहोस् भनेर भनिदिनु। त्यो हुँदा नागरिकको एक्सेसमासम्म ग्यास पुग्छ। नम्बर 2। नम्बर 3 अर्को कुरा के रह्यो भने हामी अहिले तपाईँले भन्नुभएको कुराहरूबाट पनि अब हामी 5 बजेदेखि 7 बजीसम्म छलफल गरिरहेको छौँ। अब 7 बजिसक्यो। अब अहिले चाहिँ आजै त नभनौँ, अब 7 बजेपछि आजको कुरा त त्यति सान्दर्भिक नहोला। भोलि बिहानदेखि हामी सहायक सर अनि ग्यास विक्रेता सङ्घको अध्यक्षज्यू र सम्बन्धित एरियाको इन्सपेक्टर साहब, त्यो चाहिँ उताको चाहिँ गरियो अहिलेलाई। त्यो 3 जना साथीहरूले बिहानदेखि साँझसम्म एकदम गहिरो गरी अनुसन्धान सूक्ष्म हिसाबले के अरे अनुगमन गर्नुहुन्छ, अनुसन्धान होइन अनुगमन गर्नुहुन्छ। हामी उपभोक्ता र व्यावसायिक चाहिँ संस्थाहरूमा पनि आवश्यकता अनुसार सूचनाका आधारमा हामी पुग्छौँ। यदि काहीँ त्यसरी अनावश्यक हिसाबले ग्यास सञ्चय गरिराखेको पाइयो भने हामी कडा कारबाही गर्छौँ। त्यो पनि हामी रेगुलर अनुगमन त हामीले गरेकै छौँ, त्यो गर्छौँ।